15 मिनेट टिपेको निगुरोले 15 घरलाई पुग्ने रहेछ भनेपछि सोच्नुहोस् त आज जङ्गलमा कति निगुरो रहेछ। निगुरो टिप्न सानो झोला बोकेर जङ्गल पसेको त फर्किने बेलामा झोला मात्रै होइन मन पनि भरियो क्या। अस्ति पनि म निगुरो खोज्न जङ्गल जान्थेँ, तर त्यहाँ चाहिँ खोज्दा खोज्दा निगुरो त अलिकति मात्रै भेटिन्थ्यो। अब निगुरो टिप्न जाँदा 2-4 वटा मात्रै भेट्दा त कसलाई पो चित्त बुझ्छ र। निगुरो भनेपछि मजाले टिप्न पाइने ठाउँमै जानुपर्छ भनेर गयौँ। तर खास कुरा चाहिँ हामी गाई चराउन भनेर गएका क्या। तर गाईलाई एकातिर छोडेर हामी चाहिँ निगुरो खोज्न जङ्गलतिर लाग्यौँ। सुरुमा त मलाई अलिअलि निगुरो भेटिएला, यही झोलामा टिपेर ल्याउला सोचेर सानो झोला बोकेर गएको। तर मलाई के थाहा त्यहाँ यति धेरै निगुरो हुन्छ भनेर। झोला बोकेर त्यहाँ त पुगे, तर ए बाबा, यहाँ त झोला होइन बोरे पो लिएर आउनु पर्ने रहेछ त। निगुरो त यति धेरै रहेछ नि, एउटा टिप्यो अर्को देखिन्छ, अर्को टिप्यो फेरि अर्को देखिन्छ। अब राम्रो निगुरो देखेपछि छोड्न मनै मान्दैन, के गर्नु। यो चाहिँ टिप्छु त्यो चाहिँ टिप्दिन भनेर कहाँ हुन्छ र। त्यसैले टिपेको टिपे अनि 15 मिनट जति टिपेपछि झोला हेरेको त भरि नै लागिसकेछ। अब झोला सानो निगुरो धेरै, झोला भरि पनि टिप्न चाहिँ छोडिएन क्या। तर निगुरो टिप्न नि देखे जस्तो सजिलो चाहिँ छैन है। निगुरो भएको वरिपरि सबै अल्लो सिस्नो झाडी मात्रै, सबैको मिल्ने मत्तो क्या। अब निगुरो चाहिँ बिचमा अनि अल्लो र सिस्नो चाहिँ छेउछेउमा, कहिले हात जोगायो कहिले कपडा जोगायो। तर पनि निगुरो देखिसकेपछि अल्लो सिस्नोको डरले खाली हात फर्किने मनै लाग्दैन। अल्लो सिस्नोलाई साइड लगाउँदै निगुरो चाहिँ मजाले टिप्यो। अब मलाई निगुरो कति मनपर्छ भन्ने त के भन्नु। निगुरो देखेपछि त ल आजलाई यति नै, अब छोडिदिउँ है भन्ने त कुरै आउँदैन क्या। अनि एउटा कुरा चाहिँ क्या, अस्ति मैले निगुरो टिपेको भिडियोमा केहीजनाले कमेन्ट गर्नुभएको थियो, यो त डौठी हो निगुरो होइन नि भनेर। तर त्यति बेला चाहिँ मैले डौठी निगुरो नै टिपेको थिएँ। हाम्रोतिर चाहिँ पात नभएको निगुरोलाई डौठी निगुरो भन्छौँ, अनि पात भएकोलाई चाहिँ जुन आज मैले टिपिरहेको छु नि यसलाई चाहिँ पाते निगुरो भन्छौँ क्या। आज चाहिँ मैले पाते निगुरो चाहिँ धेरै भेटेकी थिएँ। तर फेरि केहीले चाहिँ भन्नुभएको थियो यो त निगुरो होइन तिते हो पनि भन्नुभएको थियो क्या। अनि कसैले चाहिँ निगुरो होइन यो त निउरो पो हो त भन्नुभएको थियो। अब म के भनौँ, नामै फरक फरक। मलाई चाहिँ के लाग्छ भने नि ठाउँ अनुसारको नाम होला क्या, जुन चिजको पनि। मलाई चाहिँ हाम्रोतिर जे भनेर चिनिन्छ त्यही मात्र थाहा छ र हामी त यसलाई निगुरो नै भन्छौँ। त्यसैले तपाईँहरूको ठाउँमा चाहिँ यसको नाम के हो त्यो चाहिँ कमेन्टमा भन्नु होला है। सायद ठाउँ अनुसार नाम फरक भएको पनि हुन सक्छ। मैले सुरुमा सोचेकी थिएँ झोला भरिएर फर्किन्छु, तर यहाँ त झोला मात्रै होइन बोरै ल्याउनु भने नि भरिने रहेछ। अब धेरै टिपिसकेपछि गाईलाई पनि त हेर्न जानु पर्यो नि, मनमा डर पनि लागेको थियो क्या, गाई कहाँ पुगिसक्यो होला भन्ने। तर गाई त आफ्नै ठाउँमा मजाले चरिरहेको रहेछ। अन्त्यमा दुवैको काम राम्रै भएछ, गाईले पेट भर्यो अनि हामीले चाहिँ झोला। ल यस्तै गर्दै आजको हाम्रो दिन पनि बित्यो है साथीहरू। गाई चराउन भनेर गए, निगुरो खोजेर झोला भरिएर पो घर फर्कियौँ।